सुदूरपश्चिम प्रदेश सभामा पहिलो पटक जनताले चाहेका 3 मुख्य कुराहरू उठेका छन्। यी विषयहरू हुन् एउटा भ्रष्टाचार, दोस्रो बजेटहरूको खरिद बिक्री र तेस्रो बजेट समानुपातिक रूपमा वितरण हुन नसकेको र भारतले नेपाली सीमाहरू मिचिरहेको विषय उठान भएको छ। यो विषय नेकपा माओवादी केन्द्रका युवा नेता प्रदेश सभा सदस्य ओम विक्रम भाट सरलले उठाएका छन्। मन्त्रीले बार्गेनिङ गरेपछि राजीनामा दिए, तर सरकारले छानबिन गराउन सकेन। छानबिन समिति बनाएको छैन। यो सरकार सफा हो भने यसलाई किन छानबिन गर्न सकेन? होटलहरूमा बजेट बन्छन्, होटलहरूमा बजेटका योजना खरिद बिक्री भइरहेका छन् भन्ने विषय उहाँले उठाउनु भएको छ भने तेस्रो विषय बजेट समानुपातिक रूपमा वितरण भएको छैन। आफू वा मुख्यमन्त्री, अर्थमन्त्री लगायत भएका ठाउँमा बजेट जाने र अन्य ठाउँमा बजेट नजाने, जस्तो लिम्पियाधुरा, लिपुलेक जस्ता रणनीतिक महत्त्वका ठाउँहरूमा बजेट किन पुग्दैन, यसका बारेमा के छ भनेर उहाँले सोध्नु भएको छ। विस्तृतमा उहाँकै शब्दमा, उहाँकै मुखबाट सुन्नुहोस् प्रदेश सभामा बोलेको कुरा। सत्तारूढ सांसदका अडियोहरू एकपछि अर्को आइरहेका छन्। यही विषयमा केही समय यो सभा अवरुद्ध पनि भयो। यो विषय सामसुम पारियो। यदि अडियो प्रकरणले त्यसको सही जाँच पडताल भएको भए, प्रतिपक्षीहरूले सशक्त ढङ्गले खबरदारी गर्न सकेको भए सायद सरकार मनमौजी र तानाशाही हुने थिएन। जनताप्रति थोरै भए पनि उत्तरदायी हुन्थ्यो होला। भ्रष्टाचार खुल्याम भइरहेको कुरा बाहिर आएको छ। अडियो आएका छन्, बयान आएका छन्, तर अनुसन्धान हुँदैन। योजना बेच्ने भनेर बदनाम हुँदैछ सुदूरपश्चिम, तर अहिले यहाँ जसरी के सत्तापक्ष के विपक्ष सरकारलाई चोखो र शुद्ध देखाउने र प्रमाणित गर्दै होडबाजी चलेको छ। कोही सुनपानी, कोही गङ्गाजल छर्केर हाम्रो प्रदेशका बादशाह वा क्या गजब भनेको देख्दा ताज्जुब लागिरहेको छ। मलाई व्यक्ति कमल शाहसँग होइन, मुख्यमन्त्री कमल शाहसँग प्रश्न छ। यहाँ कुराहरू आए, मुख्यमन्त्रीको कोर्टमा दाग लाग्ला, उहाँ यस्तो उस्तो साफ भन्ने पनि सुनियो। एकपछि अर्कोले सबैको सर्टिफिकेट दिने प्रतिस्पर्धा पनि देखियो। यदि सरकार शुद्ध र यति नै साफ हो भने संसदीय समिति बनाएर छानबिन गर्नु कसले रोक्यो? सत्ता गठबन्धन भित्रबाट कसले रोक्यो? को रोक्ने भन्नु पर्यो। यो प्रकरणबाट काफिला, हाम्रो एजेन्डा, भ्रष्टाचारको फाइल जुन अडियो छानिनु त्यो कसरी लुटियो? र डेनमार्कका प्रसिद्ध लेखक ह्यान्स क्रिस्टियन एन्डरसनले सम्राटको नयाँ लुगाको कथा जस्तै भइरहेको छ यो प्रदेशमा। त्यो कहानीलाई म संक्षिप्तमा उल्लेख गर्न चाहन्छु। एउटा सम्राट थिए जो नयाँ र अनौठा लुगा लगाउने रहरमा हुन्थे र प्राय आफ्नो दरबारमा लुगाको प्रदर्शनी गर्थे। त्यसकारण नयाँ नयाँ लुगा लगाउन शौखिन थिए। एक दिन 2 ठगहरू दरबारमा आएर भने, हामी यस्तो अद्भुत कपडा बुन्छौँ जुन केवल बुद्धिमान व्यक्तिले मात्र देख्न सक्छ। मूर्ख मानिसहरूले त्यो कपडा देख्न सक्दैन। राजालाई त्यो कुरा सुनेर धेरै चासो लाग्यो। उनी ती ठगहरूलाई काममा राखे। ती ठगहरूले लुगा बुन्ने नाटक गरे, तर वास्तवमा त्यहाँ केही पनि थिएन। सबै दरबारीहरूले कपडा देखेजै गरे, किनभने कसैलाई पनि आफू मूर्ख भनेर प्रमाणित गर्न चाहँदैन थिए। अन्ततः ती ठगहरूले कपडा तयार भयो, राजालाई नयाँ लुगा लगाइयो, उनले नगर परिक्रमा गर्ने कार्यक्रम राखियो। सबै मानिसहरूले राजा नाङ्गो देखे पनि केही बोल्न सकेन, किनकि कसैले पनि आफू मूर्ख ठहरिन चाहेन। तर एक सानो बच्चाले चिच्याएर भनिदियो, राजा त नाङ्गै छन्। तर हामी चाहन्छौँ यहाँ यस्तो नहोस्। माननीय सभा महोदय, नीति कार्यक्रमले बजेटको माग गर्दछ। हामी नीति कार्यक्रममाथि यहाँ छलफल गरिरहेका छौँ, तर कार्यक्रमहरू होटलहरूमा बनिरहेका छन् भनेर सुनिँदैछ। यदि त्यो सत्य हो भने यहाँ छलफल भइरहेको र सदनले पास गर्ने नीतिले ती होटलमा बनिरहेका कार्यक्रमहरूलाई चिन्दैन र होटलमा बनिरहेका कार्यक्रमले यो नीति मान्दैन भन्ने अवस्था नआउला भनेर भन्न सकिन्न। विगतका अभ्यासको निरन्तरता र प्रदेशका आवश्यकता अनुसार नीति कार्यक्रम आउन सकेको छैन। कताबाट लाभ हुन्छ, कसरी योजना पर्छन् भन्ने बाहेक अरू केही देखिन्न। मुलुक र प्रदेशमा बलियो सरकार छ। दार्चुलामा हाम्रो भूमिमा भारतले डोजर चलाइरहेको छ, कुनै सरकार बोल्दैन। चुच्चे नक्सा र राष्ट्रवादका चर्का कुरा गर्छौँ। भर्खरै पतञ्जलि जग्गा प्रकरणमा मुद्दा चलाइयो।
तर मुख्य सरोकारवाला जसको संस्थाले जग्गा प्राप्त गर्यो बाबा रामदेव र आचार्य बालकृष्णलाई उन्मुक्ति दियो के यही हो 2 तिहाईको राष्ट्रवाद? नीति कार्यक्रम हेर्दा लाग्छ रङ्गी चङ्गी छ, तर सुदूरपश्चिमलाई समृद्ध बनाउने आत्मनिर्भर बनाउने केही पनि छैन। दीर्घकालीन रूपमा प्रदेश बलियो र सम्पन्न बनाउने भिजन र मिसन दुवै छैन। यहाँ फुलबुट्टा भरिएको मात्र छ, जो कार्यान्वयन गर्नु होइन देखाउनु मात्र ल्याइएको छ। अरू अच्छा छ, केवल लिपुलेक लिम्पियाधुरा र कालापानीका लागि कस्तो नीति छ, प्रदेश सरकारले त्यहाँ यो वर्ष के बनाउने र गर्ने नीति र कार्यक्रम मात्रै छैन, बाँकी बहुत अच्छा छ, होइन त? अन्त्यमा